So today we are going to Figure 8 Pool, and with me it's Srishti Thapa and Rina. So the view is very spectacular. Nice. Look at the view here. Oh my god. It's really, really nice. I know what's our plan. What is our plan for today, Miss Srishti? Can you explain those to our viewers? We are going to do trekking after we reach to Royal National Park. Around 6 kilometers of trekking. 6 kilometers of trekking. That's gonna take us maybe 2 to 2.5 hours. And after that, we are planning to go to Wollongong, the lake. We're just gonna park our car somewhere around here and then walk for next 2 hours, guys. So just stay with us, stay tuned, and we'll see you again. Bye. हाम्रो मेन आजको डेस्टिनेसन भनेको चाहिँ Figure 8 Pools छ। यहाँबाट 6 kilometers, 2.5 to 4 hours. Our girls that are trekking with me today, 2 beautiful girls. This is the map we're gonna follow. So we are right now at Garwara Farm, and we are going to walk through Burning Ponds Beach, which is gonna take us 1.5 to 2.5 hours. Oh my god. Here is Mr. Steve Thapa. यस्तो पाराले इन्डस्ट्री को पाराले अनि यो चाहिँ हाम्रो मिस रिना श्रेष्ठ. She's gonna be together with us today in this vlog, and this is Mr. Thapa. Here I am. This is me. हामी चाहिँ कहाँ छौं? हाम्रो अलिकति झोला चाहिँ अलि नमिलेको टाइपको छ. अब यसलाई चाहिँ अलिकति त्यो गरिदिनु होला. गाइस अब हामी चाहिँ यहाँ अब के रे यो Palm Beach Road. हैन, this is Palm Beach Walk. This Palm Beach Walk leads us to Figure 8 Pool. So this is the way we're gonna travel for next 2 to 2.5 hours, and with us is Miss Srishti Thapa and Miss Rina Shrestha. So guys, stay tuned and listen to us today for the whole of 2 to 3 hours. We're gonna rock your day today. हामी चाहिँ अब लगभग 20-25 मिनट चाहिँ हिँडिसक्यो. यस्तो छ भ्यू. 25 मिनट हिँडेपछि यहाँको जङ्गल देखेर चाहिँ मलाई हामी खै नेपाली भएर होला खै स्टार्टिङ गर्दाखेरि सो मात्रै आउँछ किन जस्तो. सो अब चाहिँ हाम्रो के छ भने यहाँबाट तल हेर्दाखेरि पाम बिचको भ्यू. हामी बाटोमा पुग्दाखेरि Figure 8 पुग्दाखेरिको अन द वेको भ्यू हो यो. इट्स भेरी स्पेक्टेकुलर. एकदम राम्रो देखिरहेको छ. हाम्रो 2 ब्युटिफुल लेडिजहरू चाहिँ यहाँ टिकटक बनाउँदैछ, भिडियो बनाउँदैछ. म चाहिँ आइएम जस्ट इन्जोइङ द भ्यू, मेकिङ समथिङ फर यु गाइज टु इन्जोय. अनि त्यसपछि यस्तो छ यहाँको भ्यूहरू. यस्तो छ. This looks good. And here we are. डिस्टर्ब गरे निहरूले मेरो भिडियोमा. सो अब यही देखाउँ भनेर तपाईँहरूलाई बिचमा एउटा सानो क्लिप खिच्दिएको हो. इट लुक्स नाइस, लुक्स गुड, राम्रो छ. तल हेर्नुहोस् न, तल हेर्नु मन छ भने चाहिँ ओ माई गड, यो के यो त मलाई कस्तो नेपाल गएको जस्तो फिलिङ आयो यो देख्दाखेरि चाहिँ. नेपालको त्यो याकहरू चढ्ने ठाउँ हुन्छ नि, त्यो माथि अप्पर मुस्ताङ जाँदाखेरि यस्तो ठाउँमा याकहरू चढिरहेको देखिरहेको हुन्थ्यो क्या. सेम भ्यू यहाँ पनि. तर खालि त्यो उसिया भन्नु मन लाग्यो. के भन्दाखेरि यिनीहरू चाहिँ एकदमै टाइम वेस्ट गर्ने, बाटोमा पिक्चर्सहरू खिचिराख्नु पर्ने. म चाहिँ कुरै लगभग 15-20 मिनट त यिनीहरूले यो फोटो खिचेरै जहाँ पनि एउटा स्पट पुग्ने बित्तिकै सकाइदिन्छ. त्यही भएर यिनीहरूलाई वेट गर्दा पनि 2 आवर्सको बाटोलाई 4 आवर्स लाग्ने सम्भावना धेरै छ. एकैचोटि फाइनल डेस्टिनेसनमा पुगेर मात्रै भिडियो देखाउँछु भनेको अब फेरि एकैचोटि यस्तो भ्युजहरू आउँछ हेर्नु न. अनि रोक्नै सक्दैन म आफ्नो क्यामेरा खोल्नलाई, तपाईँहरूलाई भ्यू देखाउनलाई. यस्तो छ हेर्नुहोस्. सो दिस इज भेरी ब्युटिफुल. ओ माय गॉड, एकदम राम्रो छ. एकचोटि सिडनीमा बस्ने, अस्ट्रेलियामा बस्ने दाजुभाइहरू दिदीबहिनीहरू को हुनुहुन्छ एकचोटि चाहिँ आउनै पर्छ.
यहाँ आएको मान्छेहरू हाम्रो मिस रिना इज देयर एन्ड मिस मोटी इज हियर सी इज ट्राइङ टु टेक सम भ्युज इन्टु हर क्यामेरा अनि यस्तो छ ऊ त्यहाँ पारि चाहिँ स्ट्यान्डवेल टप्सको ब्रिज छ तपाईँहरूलाई जुम गरेर देख्दो रहेछ ऊ त्यहाँनिर ब्रिज पनि देख्दो रहेछ है सो द्याट्स इट गाइज यो चाहिँ कस्तो भने अलिकति बाटो कन्फ्युजिङ भएको अवस्था आएको छ दुईतिर बाटो गइरहेको छ हामी चाहिँ अब कहाँ हेर्ने यो दुईतिरै रोयल कोस्ट ट्र्याक देखाइरहेछ अब कतातिर कुन हो यो चाहिँ पत्ता लगाउनु पर्ने भयो बर्ग रिज ट्र्याक टु फार्म कार पार्क यहाँ बर्ग रिज फिगर 8 पुल चाहिँ कता हो त्यो चाहिँ बर्निङ पाम बिच पाम जङ्गल गोडेवाडा एक्सपोर्ट लुकआउट साउथ एरा थर्मा डेरी बिच वालामला लेट्स गो यही साइड हो थाहा भइसक्यो यही हो कि बर्निङ पाम बिच भनेको त्यहाँ सो हामीले फाइनली यताको बाटो चुज गरेको छ लेट्स सी पुगिन्छ कि पुगिँदैन यिनीहरू आत्तियो पुगिन्छ कि पुगिन्न भन्ने बित्तिकै सो कस्तो नेपालमा जस्तो घरहरू देखियो यहाँ त्यहाँ देख्नुभयो कि देख्नु भएन हजुरहरूले यो ठाउँ त नेपालै जस्तो हो नि त भ्युवर्सहरूलाई रेस्पेक्ट गर्नुपर्छ हजुर भन्नु परेन अनि के तँ भन्ने त्यस्तो कुरा गरेँ अब ल हिँडौँ यस्तो सानो सानो हेर्नु न नेपालको जस्तो पानी ट्याङ्की डाँडा नेपाल पुगेको जस्तो महसुस भयो बिचमा अनि यता तल पनि त्यस्तै घरहरू रहेछ सानो सानो यस्तो छ राम्रो छ भ्युज एक्चुली चाहिँ भिजिट गर्दैमा खासै केही नहोला तल माथि पनि हेर्नुहोस् न त्यस्तै अब नेपाल भन्ने कि अस्ट्रेलिया भन्ने कि अब यता हेरौँ मेरो ब्यागलाई चाहिँ माइन्ड नगरिदिनु होला हामी हिँड्दा हिँड्दै यस्तो राम्रो ठाउँ हेर्दाखेरि पनि यस्तो जङ्गल जङ्गल जस्तो इट लुक्स गुड अब यो यिनीहरू थाकिसक्यो पारा हेर्दाखेरि नै लेथ्याङ परिसक्यो अनि यिनीहरूलाई हिँड्न गाह्रो भइसक्यो खुट्टा फाल्न थालिसक्यो भोक लाग्यो भन्न थालिसक्यो है अलिकति हिँड्न चाहिँ पर्ने रहेछ तर केही छैन पुगिन्छ डेस्टिनेसन अब यो एउटा चाहिँ निकै गाह्रो भयो यो झोला बोक्ने तरिका मिलेन कि अब चाहिँ हामी अलमोस्ट डेस्टिनेसनमा पुग्न लागिसक्यौँ सबैजना थाकिसके कसैले रुमाल फेटा बाँध्न थालिसक्यो र यहाँ चाहिँ अस्ट्रेलियामा अर्को प्रब्लम चाहिँ यस्तो जङ्गलतिर आयो भने तपाईँको झिँगाले मान्छे उडाउँदा जस्तै अट्याक हान्छ जस्तै यहाँ हेर्नु यसको कपडाभरि झिँगा बसेको ल अचम्म हेर्नुहोस् यस्तो हुन्छ अनि त्यसपछि अब यो भित्र फेरि यस्तो छ ओ माय गड यो भ्यू यस्तो झिँगाले अट्याक गर्छ कि हेर्नु कस्तो के अब ल जिउभरि नमस्ते हामी चाहिँ तपाईँसँग युआर हियर अनि फिगर 8 कता छ खै नर्थ एरा बिच अझै आउनु बाँकी नै रहेछ यस्तो अर्कै खालको ठाउँ आइपुग्यो र यहाँ चाहिँ एकदम गर्मी हुन्छ नि त अस्ट्रेलिया गर्मी महिनामा त तपाईँको बसिन सक्नु गर्मी त्यही भएर यहाँ हेर्नु न रुखहरू पनि यस्तै गर्मी र हिटले कालै भएछ स्टिमहरू सबै तल तल सबै आगो लागेर स्टिम इज अल ब्ल्याक कोइला जस्तो देखिन्छ डढेर यस्तो हुन्छ क्या यस्तो जङ्गलमा पनि इट लुक्स भेरी ब्याड यहाँको चाहिँ अलिकति वेदरले चाहिँ यिनीहरूलाई अलि सरापेकै हो हाम्रो नेपालमा यस्तो राम्रो वेदर हुँदा है केही गर्न सक्दैन के गर्ने हो भन यस्तो छ ल राम्रो छ ल अब यो एकदम स्ट्रिप बाटो रहेछ अनि हेर्नुहोस् यो बसीमत्ता मान्छेहरूलाई चाहिँ कस्तो हुन्छ भनेर यस्तो उकालो चढ्दाखेरि यसरी
हिँड्दो रहेछ हेर्नु कति गाह्रो भइरहेछ ल यस्तो गाह्रो हुँदो रहेछ बसीमा चढ्न यिनीहरूको हालत खराब भइसक्यो हेर्नु यस्तो हुँदो रहेछ गाह्रो हल्का फुल्का चाहिँ गाह्रो हुँदो रहेछ गोरे त थाकिसक्यो अब हामी नेपाली नथाक्ने कुरै भएन ल अब तिम्रो भनिदेऊ त कस्तो रहेछ त्यो ट्रेल गाह्रो सजिलो एभरेज तिमीलाई तिमीलाई चाहिँ धेरै गाह्रो भयो जस्तो देखिरहेछ मेरो लागि चाहिँ इट्स जस्ट अ पिस अफ केक हेर्नुहोस् गाइजहरू यस्तो साह्रो खासै लागेको छैन तर अब यस्तै नेपालमा पहाड डाँडा काँडा हिमालतिर दौड्या मान्छे यो अलिअलि त म्याप हेर्नु पऱ्यो हामी हराएको जस्तो फिल भयो अब चाहिँ एकछिन म्याप हेरौँ अनि त्यसपछि लेट्स कन्टिन्यू अन द वक बिचमा कोस्टल ट्र्याक गर्ने भनेर 1-2 घन्टा जति चाहिँ माथि पुगेर अब बल्ल सिगरेटतिर जाने भन्ने सोचमा आएको हामीले चाहिँ बर्निङ पाम बिच रहेछ यसको टिमहरू बसिरहेको रहेछ अब यो बर्निङ पाम बिचमा एकछिन बसेर खाजासाजा खाएर त्यसपछि चाहिँ सिगरेटतिर जानलाई लगभग 20 मिनट्सको वक छ होला त्यसपछि हामी सिगरेट पुग्छौँ आजको डेस्टिनेसन तर टाइड र मौसमले चाहिँ साथ बेला जस्तो छैन त्यही भएर हेरौँ के हुन्छ लेट्स सी पानी पर्न गएर एकदम डिस्टर्ब भयो हाम्रो सिगरेट पुलको यात्रा अब यो छाता पनि ल्याएको छैन हामीले अब हामीलाई यति गाह्रो भयो कि अब यो ढुङ्गा तल बसेर एकछिन पानी बन्द नहुँदासम्म यहाँ बसेर खाजा खाने कुरा भयो तर अब यहाँभित्र हामी अटाउँछ कि अटाउँदैन भन्ने कुरा हो लेट्स सी एन्ड गाइजहरू यहाँभित्र त अटाउँदैन जस्तो लाग्यो गुफाभित्र यो चाहिँ बिचको वे अब बस्ने व्यवस्था गर्दैछौँ पानी पर्न थाल्यो ढुङ्गाको तल अब यो बिछाएर होइन मजाले बस्नुपर्छ यस्तो डिस्टर्बेन्सहरू रहेछ पारेर यसलाई खोल्ने त्यसै खोलेर उता तान यस्तो बस्नुपर्छ ल यो भयो अब यहाँ बसेर हाम्रो के छ यहाँ पिकनिक सिकनिक मजाले खाने अनि लेट्स ह्याभ फन यस्तो यो ढुङ्गाले हामीलाई आज सडक दिएको छ टाइड आइरहेको छ जङ्गल छ अब हामी यहाँ बसेर हामी खाने भन्दै थिए खेर बनाउँदैछु अब भित्र के भएर भने नि त मैले सामानको चाहिँ बिग बसमा 2-3 जनाले एकजनालाई एट्याक गरिदिने के यिनीहरुले मलाई एट्याक गर्यो मलाई त के दिन मन लाग्दैन इम्पोर्टेन्ट सामानहरु म गए सर रेस्क्युहरुसँग ल छिटो गरे न त्यो चिकन झिका त दर्शक दिनहरुलाई देखाइदिनु एकछिन यहाँ चटपटे मोल नै छ हिजो मेरो मेहनत चिकन तारेको ल यहाँ अब हाम्रो एकदम स्पेसल चटपटे मिक्स विथ चिकन फ्राई त्यो चिकन फ्राईलाई त्यो अनऱ्याप गर न केलाई चिकन फ्राईलाई अनऱ्याप गरेको भिडियोमा मिठो खानेकुराहरू लिएर मजाले ढुङ्गा तल बसेर हामीहरू खाँदैछौँ हाम्रो ब्युटिफुल रिनाले चिकन अनऱ्याप गर्दैछ अनि यहाँ चाहिँ अर्को मोटी ब्युटीले खै खर न यस्तो मिठो फ्राई चिकन खानुपर्छ झट्ट लगाएर अब यस्तै हो नेपालीको स्मल खाजा ब्रेक पछि र फेरि ब्याक अगेन हामी चाहिँ अब यो हाम्रो ओरिजिनल डेस्टिनेसन थियो यो पुल जाँदैछौँ अहिले चाहिँ यस्तै बिचको छेउछेउबाट बिचको छेउछेउबाट यसरी त्यहाँनिर टेक्निकको छेउमा रहेछ
पछि टाइड धेरै ठुलो आयो भने चाहिँ त्यो फिगर एट पुलहरू नै डुबाइदिएर केही पनि भ्यू देख्दैन कि त्यही भएर आउँदाखेरि चाहिँ लो टाइडको बेलामा आउनुपर्ने अरे तर अब हामी आउने बेलामा छुट्टीको बेलामा अब टाइड हाई भयो त के भयो लेट्स गो भन्दै ढलेको यस्तो छ बिचको अवस्था ताजा on the way to beach. People are chilling. यहाँ आइसकेपछि चाहिँ अब जसरी पनि जानुपर्छ भनेर we are trying to reach at figure 8 stations. अब पुरै यस्तो टाइड आइरहेको छ but we are playing with our lives here to reach at figure 8 ल जताततैबाट टाइडले चाहिँ हिट हान्न खोजिरहेको छ एन्ड तर पनि हामी कम्मर कसेर लाग्दैछौँ अब डेस्टिनेसनतिर